तपाईलाई लाग्ला कि यो कुनै कलाकारी हो, तर होइन, यो त राजनीतिको एउटा फोरी मास्टर गेम हो। यसलाई भनिन्छ जेरिमेन्डरिङ। यो कुनै एउटा कुनामा मात्र होइन, विश्वको सबैभन्दा पुरानो लोकतन्त्र अमेरिकामा यो खेल खुलेआम चल्छ। विश्वास लाग्दैन भने यी ठाउँहरूको नक्सा हेर्नुहोस्। सबैभन्दा पहिला उत्तर क्यारोलिनाको 12औं जिल्ला हेर्नुहोस्। यो 80 माइलसम्म एउटा लामो सर्प जस्तै तानिएको छ। किन? ताकि विपक्षको भोटलाई एउटै बाटोमा सिद्ध्याउन सकियोस्। अर्को हेर्नुहोस्, इलिनोइसको 4औं जिल्ला। यो त झन् एउटा इयरमफ्स अर्थात् कान छोप्ने टोपी जस्तो देखिन्छ। दुईटा छुट्टा छुट्टै समुदायलाई एउटै डोरीले बाँधिएको छ, मात्र चुनाव जित्नका लागि। अनि मेरील्यान्डको तेस्रो जिल्ला त झन् सडकमा पोखिएको रगत जस्तै यताउति छरिएको छ। यो नक्सा होइन, यो त जनताको अधिकारमाथि गरिएको एउटा सर्जिकल स्ट्राइक हो। तर असली ट्विस्ट त यहाँ छ, यी नक्साहरू कुनै गल्तीले बनेका होइनन्। यी त कम्प्युटर र डाटा प्रयोग गरेर तपाईको भोटलाई जिरो बनाउन डिजाइन गरिएका हुन्। नेताले जनता छान्ने यो कस्तो अचम्मको प्रथा हो। अब तपाईँ नै भन्नुहोस् कि यो सिस्टमले जनतालाई न्याय गर्छ त? कमेन्टमा आफ्नो विचार पक्कै लेख्नुहोला।